देव संचार मिडियामा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिका मुख्य समाचारहरूबाट। बालेन शाहद्वारा प्रधानमन्त्रीको शपथ। स्वतन्त्र राजनीतिबाट उदाएका 35 वर्षीय बालेन्द्र शाह बालेनले नेपालको 40औं प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नयाँ मन्त्रीमण्डलको गठन। प्रधानमन्त्री शाहले आजै आफ्नो मन्त्रीमण्डलका 14 जना मन्त्रीहरूलाई पनि सहभागी गराउनु भएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन शाहको मन्त्रीमण्डलमा सामेल हुनुभएका सम्पूर्ण मन्त्रीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। नवनियुक्त मन्त्री र उहाँहरूको कार्यभार। प्रधानमन्त्री बालेन शाह रक्षा र उद्योग, डाक्टर स्वर्णिम वाग्ले अर्थ, सुदन गुरुङ गृह, शिशिर खनाल परराष्ट्र, सोभिता गौतम कानून, सुनिल लम्साल भौतिक पूर्वाधार, विराज भक्त श्रेष्ठ ऊर्जा, सस्मित पोखरेल शिक्षा र खेलकुद, निशा मेहता स्वास्थ्य र खानेपानी, डाक्टर विक्रम तिमल सिन्हा सञ्चार, प्रतिभा रावल संघीय मामिला, खड्गराज पौडेल पर्यटन, गीता चौधरी कृषि र वन, दीपक कुमार शाह श्रम र सीतावादी महिला तथा बालबालिका। अन्तर्राष्ट्रिय बधाई। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन शाहलाई प्रधानमन्त्री बनेकोमा सामाजिक सञ्जाल मार्फत बधाई दिँदै दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभएको छ। भूकम्पको धक्का। आजै उत्तर पश्चिम नेपालमा 4 रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ। यद्यपि कुनै ठूलो क्षतिको विवरण भएको छैन। अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्वमा तनाव र इजरायली आक्रमण। इजरायलले इरानको राजधानी तेहरानका विभिन्न स्थानमा नयाँ हवाई आक्रमण गरेको छ। यसैबीच इरानले कुवेतको मुख्य व्यापारिक बन्दरगाह सुवैक पोर्टमा ड्रोन आक्रमण गरेको दावी गरेको छ। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।